Hi everyone, it's me, Pragati. आज म गर्दैछु आफ्नो रेगुलर मेकअप रुटिन. नेम्स कसलाई माइग्रेन छ गाइस. मलाई मात्र हो. कस्तो गाह्रो हुन्छ कि टाउको दुखेपछि. माई गॉड. यसले यसरी मसाज पनि गर्छु. फर्स्टमा कपाल मिलाउँछु म आज. आज मैले कपाल चिप्कु बनाएको छु गाइस. चिप्कु. म धेरै मेरो हेयर स्टाइल चाहिँ एउटै हुन्छ कि त छोड्ने कि त यसरी बान्ने के हो नि. यस्तो गर्नुपर्छ क्या. गरेर यस्तो गर्नु टक्क. Let's get ready with me. तर महँगो मात्र होइन, चिज चाहिँ फरक त केही आएन त भन्नु मिलेन त. आउँछ नि किन्न भनेर ट्राई गरेर हेर्नुहोस्. यो चाहिँ कोरियन प्रडक्ट होइन त. राइस वाटर कसैको फेसमा फाप्छ, फेरि कसैकोमा फाप्दैन पनि. यसो हेरी हुन्छ. कस्तो साइनिङ भयो क्या अरू एकैछिनमा. एकछिन वेट गरौँ ल. एकछिन. अनि गाइज मेन कुरा चाहिँ के हो भन्दाखेरि ला मेरो सिरम नै सकिन आँटिसक्यो. याद दुःख लाग्छ नि गाइज. खासमा चाहिँ पहिला हजुरले आफ्नो स्किन चेक गर्न जानुपर्छ है. म त्यही भन्छु हजुरलाई, त्यही भन्छु. मैले पनि स्किन चेक गरेर अनि बल्ल स्टार्ट गरेको हो. अनि यो सेन्टेलाको सिरम पनि बेस्ट. मेरो स्किनमा चाहिँ एकदम राम्रो भइरहेको छ. अब अनलाइनतिर त देखाइरहेको हुन्छ सबैजनाले अब लाइक, तर आफूले चाहिँ स्किनको बारेमा चाहिँ एकदम सेन्सिटिभ भएर काम गर्नुपर्छ क्या. अलिकति केही भयो भने कस्तो टेन्सन हुन्छ नि त. मेन कुरा त अनि एकचोटि गएर स्किन चेक गर्नुहोस्. अनि त्यसपछि हजुरले के चाहिँ सजेस्ट गर्नुहुन्छ उहाँहरूले त्यही अनुसारले गर्नुहोस्. अनि यो चाहिँ मोइस्चराइजर सेराभिकको. मेरो चाहिँ स्किन एकदमै धेरै ड्राई भएर चाहिँ मैले सेराभ युज गर्न थालेको. मलाई चाहिँ राम्रै भइरहेको छ गाइस. अहिले स्किन राम्रै भइरहेको छ भन्नु न. पहिला मैले चाहिँ फर्स्ट अफ अल स्किन चेकअप नै गरेर चेक नै गरेर अनि उहाँहरूले सजेस्ट गरेको क्रिमहरू युज गरेको थिएँ. जेन्युनली भन्दाखेरि चाहिँ यो सेराभिक मोइस्चराइजर दामी छ. फर ड्राई स्किन. फेरि एकछिन बस्नुपर्छ ल गाइस. वेट गाइस. तर होइन मैले गरेको गल्ती चाहिँ तपाईँहरू नगर्नु भन्छु कि. पहिला होइन मैले फर्स्टचोटि स्किन केयर गर्दाखेरि चाहिँ एकदम लाइक लिटरली एकदम धेरै नै सनस्क्रिनहरू चेन्ज गरेको कि मैले. स्किन चेकअप पनि गरेको थिइनँ नि त. अनि लाइक मसँग कति थुप्रै छ कि लिटरली सनस्क्रिनहरू है. फ्लेक्स चाहिँ गरेको होइन, मतलब भनेको कि कुन चाहिँ फाप्छ भनेर मैले आफै ट्राई गरिरहेको थिएँ नि त. मैले स्किन टेस्ट गरेको थिइनँ नि त. अनि जब मैले स्किन टेस्ट गरेँ अनि त्यसपछि मेरो स्किन अनि स्किनको रिजल्ट हेरेँ अनि उहाँहरूले भन्नुभयो. त्यसपछि चाहिँ अलि मैले अहिले सनस्क्रिन चाहिँ भन्नै बिर्सिँदै.
यो गरिरहेको छु अनि गाइस साँच्ची है मसँग थुप्रै सनस्क्रिनहरू छ थ्रिफ्ट गर्ने सोचिरहेको छु चाहिन्छ भने चाहिँ इनबक्स गरिदिनुहोस् होला है नयाँ नयाँ चाहिँ सबै फेरि पुरानो कुनै पनि छैन पहिला होइन मैले चाहिँ लाइक यो सनस्क्रिन मेरो साथीले युज गर्थ्यो नि त अनि उसले भन्थ्यो कि लाइक यो लिटरली एकदमै राम्रो छ भन्ने भन्थ्यो अनि मैले चाहिँ कति धेरै युज गरिसकेँ मैले कुनै नि चित्त बुझेको छैन मलाई भन्थेँ क्या अनि चाहिँ अहिले आएर चाहिँ मलाई एकदमै मन परेको सनस्क्रिन है गाइस यु क्यान सी द रिजल्ट हियर एकदम राम्रो छ क्या झन् यो ड्राई स्किनको लागि त एकदम बेस्ट के कस्तो राम्रो क्या तर तपाईँहरूले सनस्क्रिन भन्दा पनि अगाडि एप्लाई गर्ने कुराहरू पनि एकदम हेरेर बुझेर सर्च गरेर नै गर्नुहोस् होला लाइक त्यो भन्न के खोजेको भन्दाखेरि यस्तो मोइस्चराइजर भयो अनि फेस सिरम भयो टोनर भयो यस्तो कुराहरू पनि ध्यान दिनुपर्छ एकछिन चाहिँ वेट गर्नुपर्छ है गाइस सनस्क्रिन लगाएपछि मोइस्चराइजर र सनस्क्रिन लगाएपछि चाहिँ एकछिन भयो नि वेट गर्नुपर्छ अनि त्यसपछि आउँछ पालो कन्सिलरको यो पनि मेरो साथीले मलाई सजेस्ट गरेको मेरो यता अलिकति डार्क भएको भएर अलि धेरै लाउनुपर्छ देन आफ्टर ब्लेन्ड मैले चाहिँ यो मेरो मस्कारा लगाएको चाहिँ सेकेन्ड टाइम हो आई मिन सरी मस्कारा अरे के ल्यासेस लगाएको चाहिँ सेकेन्ड टाइम हो मेरो ल्यासेस चाहिँ जान आँटिसक्यो कस्तो राम्रो देखिरहेको त्यससम्म नेल चाहिँ सबै भाँचेर हेर्नुहोस् त 3टा मात्र छ क्या 3टा अनि त्यसपछि हामी लगाउँछौँ फाउन्डेसन म चाहिँ तर एक्चुअली भन्नुपर्दा चाहिँ म डेली चाहिँ फाउन्डेसन युज गर्दिनँ म कहिलेकाहीँ हुन्छ नि आज हामी घुम्न जानुपर्छ आज हामी फोटो खिच्न जानुपर्छ भिडियो बनाउनु पर्छ भन्यो भने चाहिँ बल्ल मैले फाउन्डेसन एप्लाई गर्छु फेसमा मात्र भयो कहिलेकाहीँ महिनाको 3-4 चोटि लगाउँछु म त्यही भएर मेरो फाउन्डेसन चाहिँ सकिन टाइम लाग्छ अनि डेली कति लगाउनु कि गाइस हैन फाउन्डेसन पनि गाह्रो छ नि केटी मान्छे भएर अनि यो फाउन्डेसन चाहिँ मलाई कस्तो मन परेको के एउटा सकेर पनि मैले यो अर्को लिएको हो यो पनि मैले स्किन चेक गरेर नै लाइक उहाँहरूले सजेस्ट गर्नुभएको थियो ब्लेन्ड गर्नमा चाहिँ कन्जुसाइ नगर्नु है गाइस फेरि मजाले गर्नुपर्छ अनि त्यसपछि आउँछ ब्लसमा चाहिँ यो कम्बो हो गाइस लिपमा पनि युज गर्न मिल्छ अनि ब्लस पनि बनाउन मिल्छ कस्तो राम्रो छ कि मैले फर्स्टमा लिपमा लगाएँ ल सकिन आँटिसक्यो कि 1 वर्ष हुन लागिसक्यो अनि लिएको अनि कस्तो ठिकैको होला हेर्नुहोस् त सकिन आँटिसक्यो अनि यसरी पनि लगाउनुपर्छ क्या महँगो चिजहरू चाहिँ मैले ब्लस चाहिँ धेरै चाहिँ लगाउँदिनँ ठिक्कको म चाहिँ ब्लेन्डरले नै गर्छु गाइस धेरै जस्तो चाहिँ थोरै लगाउँछु नि त
अनि मैले चाहिँ यो भिडियोमा चाहिँ मस्कारा चाहिँ लाउँदिनँ किनभनेपछि मैले ल्यासेस लगाएको छु। तपाईँहरूले देखिसक्नुभयो होला। हेर्नु त सिम्पल मेकअप। देन आफ्टर स्प्रे, setting spray. मलाई सानोवाला फ्यान चाहिरहेको थियो कि लिएको त थिएँ कि त्यो बिग्रियो कि खै के भयो चार्ज नै हुँदैन आजकल। अनि मैले चाहिँ मेकअप यति नै गर्छु गाइस। अनि मैले चाहिँ धेरै त्यस्तो हेभी मेकअप गर्दिनँ किनभने मेरो अलरेडी ल्यासेस लगाइरहेको छु मैले। अनि अलिकति हेभी मेकअप गरेपछि चाहिँ अलिकति त्यो हुन्छ नि लाइक कस्तो देख्छ, पार्टीमा जान लागेको जस्तो देख्छ नि त। म जान लागेको अफिस कस्तो छ त नि। को हुनुहुन्छ नि वर्ल्ड कपको वेटिङमा? हाला माड्रिड, बाई बाई।